गाउँघर भएपछि मानिसहरूको काम नै हो कुरा काट्यो बस्यो यसले त्यस्तो गर्यो भन्दै बस्नु। सो हेलो नमस्ते चुचुलाक्पा होइन। अनि फेरि पनि मैले लिएर आएको छु मिनी भ्लग। अनि म चाहिँ आज रुम सफा गर्नु गइरहेको छु। त्यो म्याट्रेस चाहिँ पुरा एक जग्गा मात्रै त्यो हुँदो रहेछ नि त। अन्त मैले चाहिँ यता फोल्ड गरेर चाहिँ यता पल्टाएको थिएँ। बट यति साह्रो गरौँ थियो यो चाहिँ होइन। मैले जबरजस्ती भए पनि गरेँ तर यो पुरा टाइट रहेछ क्या खाट उयो भएर मलाई होइन। तरै पनि भए पनि मैले नसकी भए पनि म गर्दैछु हो। अब अरू बेला त कान्छाले गरिदिनुहुन्थ्यो होइन। अन्त तर पनि अब केटा मान्छेले जस्तो त गर्न सकिँदैन। छोरी मान्छेको बल र छोरा मान्छेको बल मिल्दैन होइन। अनि यस्तो भन्दै म चाहिँ यहाँनिर काम सफा गर्दैछु होइन। गीत पनि बजाएर आएको थिएँ बट म म्युजिक चाहिँ लगाउन सक्दिनँ होइन। मेरो हालत चाहिँ यस्तो हुन्छ काम गर्दा गर्दा मेरो मुड एकछिनमै चेन्ज हुन्छ होइन। यहाँनिर देख्न सक्नुहुन्छ म चाहिँ नाच्दैछु हो। अन्त यो भिडियो चाहिँ मैले बादमा हेरेँ होइन। बादमा हेर्दा चाहिँ यति बिघ्न हाँस उठ्यो मलाई आफै हो। मैले मम्मी बुवालाई पनि देखाएको थिएँ यस्तो हुन्छ है म आफूलाई म इन्जोय पनि गर्छु काम पनि गर्छु होइन। अब बाहिर काम गर्नु गएको बेलामा म त्यस्तै छु। अरूहरूलाई पनि इन्जोय गराउँथेँ आफू पनि इन्जोय गर्थेँ काम पनि गर्थेँ पैसा पनि कमाउँथेँ रमाउँथेँ पनि हो। अन्त तपाईँहरू पनि हेरेर हाँस्नु होला है मेरो भिडियो हेरेर है। अन्त त्यहाँदेखि मैले अब तल्ल मैले यहाँ बेड चाहिँ मिलाइसकेँ हो। बेड मिलाइसकेर मुनि डस्टिङ पनि गर्नु थियो। पुरा चेलेले भइरहेको थियो नि त रुम चाहिँ। अन्त आज चाहिँ कहाँबाट जोस चल्यो मलाई हो। अन्त जोस चल्यो अब यहाँनिर चाहिँ पुरै जाडो छ। यो नसोच्नु होला कि विन्टरै आएको छैन यस्तो मोटो लुगा लगाएको छ भनेर नसोच्नु होला। घुम भन्ने ठाउँ चाहिँ यस्तै हो होइन। यहाँ चाहिँ मोटो मोटो लुगा नै लगाउनुपर्छ। क्रप टप हाफ प्यान्टहरू त काम नै लाग्दैन हो। तरै पनि म चाहिँ काम गर्दा चाहिँ लगाउने गर्छु। अन्त म चाहिँ यहाँ अब यहाँनिर तर मैले स्पिड गरेर छु गर्नु चाहिँ। बट यो चाहिँ मेरो स्पिड चाहिँ होइन। यहाँनिर स्पिड बढाएको छु मैले चाहिँ हो। अब यस्तो स्पिड गर्नु सकेको भए त एकछिनमै सकिदिन्थ्यो होला नि सबै काम होइन। सो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। तपाईँहरूको दिनहरू कसरी काटिरहेको छ हो। होप तपाईँहरू ठिकै हुनुहुन्छ होला होइन। त मेरो भिडियो हेरेर सपोर्ट गरिदिनु होला। अन्त यो सफ्टवेयर चाहिँ सबै मलाई उहिले दिनुभएको उत्सव दादाले दिनुभएको मिनी सोमा काम गर्दाखेरि। अन्त एउटा चाहिँ गिफ्ट दिनुभएको थियो बर्थडेमा। अन्त अहिले चाहिँ गरम गरम भएर चाहिँ मैले यहाँनिर लुगाहरू पनि उयो गरेँ। देन आफ्टर बिङ्गो पनि देखाउँदैछु। यो चाहिँ मेरो फेभरेट हो होइन। त रुम चाहिँ एकदमै चेलेले छ। इग्नोर गरिदिनुहोस् होला र मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला भन्दै हेर्नुहोस्। अब म के गर्छु भनेर चाहिँ आफै हेर्नुहोस् ल। तर छोरी मान्छेहरूलाई अब रुम चेलीले छ भने चाहिँ एकदम राम्रो लाग्दैन होइन। अब क्लियर गरिहाल्छ हो। अन्त अलिअलि चेलीले चाहिँ के मैला राखे कि अब हुन्छ नि। तर कोही छोरा मान्छे पनि त्यस्तो हुन्छ हुनु त हो। अलिक सफा राख्ने मैला देख्नु मन नगर्ने हुन्छ होइन। त्यो चाहिँ मैले फ्रेम बनाएर राख्थेँ थियो हामी दुईजना गएर सुबु र म गएर। बट यो अर्काको थियो मैले बल्ल तल अर्काको थियो झरेछ क्या त्यहाँ माथिबाट। अन्त फेरि मैले सुबुलाई भनेको थिएँ यो झऱ्यो भनेर। एउटा चाहिँ छ त्यो पनि झऱ्यो अहिले त हो। अन्त म छतमा गएँ मैले चाहिँ छतमै धोएँ वासिङ मसिनमा धोएन होइन। किनभने टन टन घाम लागिरहेको थियो नि त। लुगा धोइसकेर आएर चाहिँ मैले फेरि यहाँनिर रुममा चाहिँ क्लिन गर्दैछु। योबाट चाहिँ पुरा म्याट पनि मैले धोएँ हो। अन्त यो चाहिँ पुरा मैला निक्लिँदो रहेछ नि त। अन्त यो ब्रसले चाहिँ गरिबस्नु पर्ने रहेछ क्या सफा। अब भर्खर त आएको अनि अब अलिक सफा राख्नु पर्यो होइन। यस्तो अब म जुत्ता लगाउँदैन चप्पल नलगाए हुन्छ र पनि यस्तो मैला निक्लिन्छ हो। अब घर सफा गर्ने त आफ्नै काम हो। त्यहाँनिर फ्रेम चाहिँ सफा गर्नु बिर्सेछु नि त। यही सफा गर्छु भनेर सोचिरहेको थिएँ। अस्ति पुरा मैला देख्थेँ नि त। त्यहाँदेखि चाहिँ सफा गरेँ छिटो छिटो हो। सफा गरेर चाहिँ मेरो हाइट चाहिँ साह्रै लामो छ नि त। त्यही भएर म टेबलमा चढ्नु परिरहेको छ हो। अनि त्यो फ्रेममा देख्नु हुँदैछ नि ड्र गरेको त्यो माथि कान्छा भएको चाहिँ त्यो भाइले इसेकले
बनाइदिएको थियो अनि अरू चाहिँ उसले आफै बनाएको। सो बल्ल तल्ल मैले काम सकेर चाहिँ तातो तातो चियासँग चाहिँ बासी रोटी खाँदैछु। बासी मतलब दसैँको मतलब दसैँ होइन तिहारको रोटी छ अहिले। कुरुम 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 त छैन होइन, सफ्ट भइरहेको थियो। मलाई चाहिँ बासी नै मनपर्छ, कसलाई बासी मनपर्छ हो। मलाई चाहिँ पुरा भोक लागिरहेको थियो, अन्त मैले खाएँ। खाएर चाहिँ बिङ्गो पनि खाएँ मैले। यो चाहिँ मैले अस्ति बजारबाटै ल्याएको थिएँ हो। अन्त यो चाहिँ मेरो फेभरेट हो, पुरा मनपर्छ यो बिङ्गो चाहिँ। बट 50 रुपियाँको चाहिँ ठुलो हुन्छ होइन, त्यो चाहिँ अलिक मलाई ज्यादा नै हुन्छ, तर पनि मैले खाएँ हो। अन्त खाएर चाहिँ एकछिन बाहिर निक्लेँ, अन्त रुम, अन्त एट द एन्ड हेर्नु होला मेरो रुम चाहिँ यस्तो भएको थियो हो। अन्त अब के गर्नु, कान्छाको याद आउँछ हुनु त होइन, अब त्यस्तै छ, ड्युटी पनि गर्नुपर्छ। थ्याङ्क यू फर वाचिङ।